बाई बाई जाने यसमै हो यहाँनेरि चढ्नु पर्ने म बाई बाई एकताली चाहिँ ढोकम है लु बाई बाई त्यतिका हिँडियो साथीहरू अलि धेरै अगाडि जानुपर्ने थियो यो प्रोटेस्टले गर्दाखेरि अड्केँ डिफर गरेँ मैले तर अब मेरो जिम्मेवारीहरू मलाई लाग्छ प्रायः जस्तो सकियो अब बेला भयो म निस्केँ केही वर्ष हो सबै लगेज रेडी गरिसकेँ नोवानी जेयर स्टोरी हालिदिएको भए यो पुरै प्याक हुन्थ्यो होला मलाई माया गर्ने मान्छे पुरै यहाँनिर यत्र तत्र सर्वत्र फैलिन्थ्यो होला तर मैले त्यो चाहिनँ एकै छु कस्तो अड चाहिँ लागिरहेको यार मलाई कताबाट छिर्ने हो साथीहरू कतिजनालाई पुर्याउन आएँ म होइन अहिले आफै जाँदाखेरि चाहिँ कस्तो कस्तो चाहिँ हुने रहेछ एक्लै निस्किरहेको छु कि नोवान के कोही छैन भने होइन म आफै चाहदिनँ थिएँ इमोसनल हुन त म चाहदिनँ कता अड्को यो पुऱ्याउँछु म पहिला लु मैले टिकट लिनुपर्ने रे साथीहरू अब यहाँनिर लाइन लागेर बस्ने हो मजाले यो भित्र त अहिलेसम्म म आएको थिएँ उतातिर आएको थिएँ तर जियो सर्कै खालको अब यहाँबाट निस्किँदा त कस्तो कस्तो लाग्छ तर म खुसी हुन्छु दुखी हुँदिनँ गाइस ब्यागेज सबै उता जाने रहेछ मसँग त केही छैन कि एउटा ब्याग छ झन्डा साथमा छ यति भयो के चाहियो र साथीहरू म रुदिनँ मलाई सबले रुन्छास रुन्छास रुन्छे 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 भन्दै थियो म रुदिनँ खुसी भएर गएर भने खुसी कहाँ त्यस्तो रुने होइन आफ्नो काम पुरा गरेर हिँडेपछि के को रुनी इमिग्रेसनमा छु 1 बजे फ्लाइट छ अनि त्यसपछि कति साथीहरूको कल आइरहेछ मैले एउटाको नि रिसिभ गरेको छैन म गर्दिनँ रिसिभ खासै पनि यत्तिकै बस्ने हो यहाँनिर पावर ब्याङ्कमा चार्ज लगाएँ मोबाइल फुल चार्ज गर्छु निस्किन्छु म केही भन्ने त खासै केही छैन क्या मलाई होइन अब यसमा जति एक्सप्लेन गरे पनि लाइक जसले बुझ्नुहुन्छ जसले हुन्न कि तर म हाम्रो शहीद र घाइते परिवारको परिवार चाहिँ मिस गर्छु जस कन्ट्याक्ट गरिरहन्छु जहिले पनि अब जहिलेसम्म आफूले सकिन्छ छटपट चाहिँ हुने रहेछ कि कहिले त्यहाँ बस्ने कहिले यता बस्ने बसिया छ यताउति हिँड्या छ है होइन आँसु खस्या देख्या छ है अब आँसु नखसाल हो तिमीहरूलाई भिजा लगाउन कति टेन्सन भएर वा 10वटा मठ मन्दिर धाएर लगाउँछौ अब यार आँसु खसाएर त्यो एकछिनको इमोसन देखाएर के गर्छौ नगर हो भने के मैले चाहिँ काम गर हो देशको लागि काम गर हो अब कसरी गर्न सक्छौ मैले त गरिरहेको छु गाडीभित्र चढ्नु पर्ने रहेछ भित्र त गाडी नै गाडी हुने रहेछ बाबै कत्रो ठुलो ठुलो प्लेन हो यत्रो ठुलो त पहिले ताली चढ्दैछु म यो हाम्रो होइन हाम्रो त मलेसियन एयरलाइन्स हो अब बाई बाई जाने यसमै हो यहाँनिर चढ्नु पर्ने म बाई बाई एकताली चाहिँ ढोकम है लु बाई बाई त्यतिका पेनको पुछारमा राख्दा झ्याल त ऊ अब सम्झिनी सधैँ झ्याल पाइन्छ त अब गाडीको बसमा जस्तो मलाई वाक आउँछ भने झ्याल पाइँदैन यहाँनिर बस्ने अब ठुलो लाएर बस्ने चार्जर गर्न पाइने रहेछ गर्छु गीत सुन्छु बस्छु स्टार्ट गरेर रनवेमा राखै छ हिँड्दैन छिटो सुत्त लिएर जाँदै अब त हिँडा यार यहीँ आज यतै भात यहाँनिर भात खाएर निस्किन्छु म बेलुकाको तुफान पुरा तुफान मजा पो आउने रहेछ त बाबै आहा कान्टु गर्छ क्या हो वासरुम आइपुगे म 2 ताली हो त्यसै बस्नै मन लाग्दैन सिट बेल्ट लाएर म त कहिले नाकपट्टि जाने कहिले यता फेदपट्टि आउने पुछारपट्टि आउने बस्या बस्छै केही छैन साथीहरू रुगा लाएको छ अरू केही छैन रमाइलो माथि रमाइलो रहेछ त्यो सबै फ्रीमा रे महँगो रक्सी पनि फ्रीमा रेड वाइन डल्लो रसगुल्ला ए होइन रहेछ लड्डु रहेछ लड्डु
अब खानी हो लड्डु हाम्रो नेपालको। अब त्यहाँ जुस जुस माग्छु जुस ओरेन्ज जुस प्लेनको खाना सरप्राइज अनबक्स गरेँ मैले कस्तो राम्रो चम्चीहरू नै आयो। अब यो सबै खाइसक्छु छालम चुलम पारेर अलिअलि त लाए अब बिहानै खाँदै केही पनि खाएन। जुस सबै खान्छु है जुस थप्न पाए चाहिँ हुन्थ्यो। जुस त पाउनै पर्छ रौसी त बाँडे जुस त पाउनै पर्छ। प्लेनबाट पनि सनसेट हेऱ्यो पुरा गोल्डन भयो होला है मेरो फेस त कस्तो दामी देखिया छ कि यताबाट हेर्दाखेरि। हामी कोलालामपुर झऱ्यौँ यहाँ त पुरै माछा बजार जस्तो सबै त्यो हुन्छ नि काठमाडौँको लोकल बसमा जस्तै देखिरह यत्तिकै को अगाडि जाला र हामी पनि अगाडि जाउँला भनेर बसिरहेको छौँ कि। थ्याङ्क यू सो मच आइहाल्यो नि अर्को देश बाटै हिँड्छ त यार यस्तो लिफ्टबाट चढाएको थिइनँ म हेर्नु न यस्तो हामी भर्याङवालामा त चढाएको थियौँ होइन ट्रेनै आउने रहेछ ट्रेनै चढेर जानुपर्ने रे कुरेर बसिरहेको छौँ हामी त। खतरा ठाउँ रहेछ नि मलेसिया के को मलेसिया खाडी भन्थ्यौ ट्रेनभित्र छौँ हामी त। यहाँ स्वर एयरपोर्टको एउटा गेटबाट अर्को गेटमा जानु ट्रेन चढ्नुपर्ने यहाँ हिँड्दा कतिखेर प्लेनभित्र छिर्यो थाहा नै भयो यत्रो ठुलो ठाउँ। प्लेनभित्र आएपछि बल्ल म त प्लेनभित्र पो आइपुगेको छु जस्तो लाग्यो। यहाँ सिट खोज्दैछौँ यो त भयङ्कर छ प्लेन कत्रो छ टेक अफ हुँदैछ त्यस्तो पुरै थाहा भयो। सिटहरू नि खाली छ कत्रो छ कि यो प्लेन त भयङ्करै छ कि खोर गर्छ त यार। अनि स्क्रिन के छ आकाशमा पुग्यो प्लेन गरे सिधा भयो। दुईटा सिट खाली थियो म सुत्दै गाइज। गुड मर्निङ गाइज ल हेर्नु न पुरै अहिले त पुरै विन्डो सिटमा बस्न पाएँ। हिजो यहाँ रातभरि यही सुतेको थिएँ यो दुइटै सिट खाली थियो त्यो एक्सचेन्ज गर्न मिल्दो रहेछ जताततै गएर सुतिरहेको थिएँ कि मान्छेहरू म पनि के कम म पनि भन्दै यहाँ त मरुभूमि छ। हामी पुग्न नै लागिसक्यौँ अलिकति बाँकी छ टाइम सबै के आमामा समुद्र पनि होइन कि ल्यान्ड हो होइन बसोबास चाहिँ केही पनि रहेन रहेछ खाली परेछ त अस्ट्रेलिया। कस्तो प्लानिङ हो हामी ल्यान्ड गर्दैछौँ अब एकछिनमा सिडनी एयरपोर्ट। हेर्नु त ल अब देखिन्छ अब घुम्ने हो अब हेर्ने हो पुरै हेर्नु त त्यहाँ आहा कस्तो सिरिङ लाग्यो अरे हाइट स्वाइट ड्रप गरिरहेको कि होइन र त्यो रोटेपिङबाट झरे जस्तै स्रिङ भइरहेको मलाई। वेलकम टु सिडनी गाइज। हेर्नु त ल कस्तो क्लियर भ्यू देखिरहेको यार। अब चाहिँ हामी बादलभन्दा तलतिर आयौँ हेर्नु न कस्तो दामी भ्यू देखिएको आहा अमेजिङ यार कहिले बन्छ यार हाम्रो देश यस्तै तरिकाले यस्तो प्लानिङ कहिले हुन्छ होला हाम्रो देशमा। हेर्ने चित्त बुझाउने साथीहरू गर्नुपर्छ हामी फर्केर देश विकास गर्नको लागि यत्तिकै गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ देखियो अरे क्या माथिबाटै। यस्तो बनाउनलाई त के भन्नु के ल हेर्नु त सपनाकै सहर होइन त्यो एयरपोर्ट त हाम्रो पोखराको जस्तो छ कि खासै फरक त छैन। हेर्नु त ल अब बस यति हो यो एयरपोर्टमा चाहिँ भ्रष्टाचार भएन अरे। बेलुका चढ्दाखेरि देख्न पाएको थिएन यो प्लेन कत्रो थियो भनेर हेर्नु पुरै एकदम कत्रो धेरै रो र कोलुङ सिटहरूको कति धेरै के हामी कोलालामपुरबाट चढेका थियौँ कति के कति 100जना मान्छे हुने कति 100। थ्याङ्क यू सो मच। एयरपोर्टभित्रै मल छ यार के भन्नु कतातिर छ हामी यार। हेर्नु न चक्लेट आइफोन
पर्फ्युम के चाहिन्छ तपाईँहरूलाई? खुट्टै दुखिसक्यो भने यो म्युजिकल इन्स्ट्रुमेन्ट यो अरू लगेजहरू छुट्टै ठाउँमा आउने रहेछ। अघिदेखि कुरे यार गिटारलाई होइन आधी घन्टा भइसक्यो, सक्यो है। म त त्यहाँ सर्भिस भएकोमा जान्छु अब भनेर सोचेको थिएँ, यतातिर ल्याएर राखिदिनु रहेछ। हट कति झुलाइदियो यार गिटारले। निस्केँ म। वेलकम टु सिडनी गाइज। ल मलाई दाइ आउनु भएको छ पिकअप गर्नलाई, अब जान्छु म दाइसँगै। घाम रहेछ खतरनाक, पोल्नेवाला घाम रहेछ, तर हावा लाग्ने रहेछ। मस्त खुलेको आकाश हेर्नु त, दामी दामी बवाल छ बवाल छ। पार्किङ हेर त, अडी यो के हो यत्रो यत्रो यो आम्मामा गाडी त खतरा खतरा। यहीँ अडी अब त गाडी त ल्याम्बोर्गिनी देख्छु मैले, ल्याम्बोर्गिनी अलि दिनमा। हाम्रो गाडी लेट्स गो अब गाडीमा सर र साथीहरू म अहिले क्यानबेरामा आइपुगेको छु होइन, सिडनी। अलि दिन बस्दिनँ होला म, यहाँनिर दादा हुनुहुन्छ, दादाकोमा बस्छु अनि यतातिरको सबै कुरा हेर्छु। अनि कस्तो पुरै टायर्ड भएको छु, त्यही भएर मैले एउटा दुइटा भ्लगिङ खासै इन्ट्रेस्टेड मतलब हुन्छ नि त्यो भित्रैबाट गर्नै मन छैन त्यस्तो टाइपको भएको छु म। अब हेरौँ 1-2 दिन पुरै सिलिक्कै पर्छु होला। तर लाइक यो म्यानेज सिटी देखेर जस रमाइलो, एकदम एक्साइटेड पनि छु। घुम्न निस्किन्छु कता सर्ट भ्लगहरू चाहिँ आइरहन्छ। लङलाई अलिकति गाह्रो भए पनि खाली देश कहिलेकाहीँ त के लाग्छ नि, विकासको लागि ठाउँ चाहिँ चाहिन्छ है भन्ने जस्तो चाहिँ लाग्दो रहेछ कि यतातिर आएपछि। बोल्न यहाँ अलिअलि भने फ्रेस भयो साथीहरू। रुवा लाग्छ है क्या यार, मौसम पुरै चेन्ज हुनाले पुरै गर्मी छ कि यहाँ त यस्तो गर्मी चाहिँ यही पनि गर्मी भइरहेको मलाई। अनि यो भ्लग यहीँनिर इन्ड गरौँ, अलिकति लामो भयो होला। अब बिस्तारै भ्लग आउँछ, तर लास्टै टायर्ड। यो एडिट गर्न नि भ्याउँछु कि भ्याउँदिनँ भएको छु म। यहाँसम्म हेर्नुभयो, डोन्ट फर्गेट टु सब्सक्राइब, लाइक द भिडियो। बाई, टेक केयर, लभ यु गाइज। अनि टन्नै सेटअपहरू मिलाउनु पर्नेछ, सो मलाई अलिकति गाह्रो हुन्छ, अलिकति कन्टेन्ट चाहिँ डिले हुन्छ होला। बाई।